हेलो दर्शकबिनहरु स्वागत छ है मेरो नयाँ रूप र अवतारमा। यो कसरी भयो भन्ने चिज दिउँसै मास मौरीलाई जिस्क्याउनु गएको मौरी काट्नु भनेर यसो हेर्नु गएको रस पारेको छ कि भनेर ठोकेर यहाँनिर ज्यामै 5 एउटाले यहाँ टोकियो, एउटाले यहाँ कान पनि यत्रो फुलाइदिएको छ हो। टाउकोमा पनि टोकेको छ, टाउकोमा त देख्दैन तर यहाँ मुखको चाहिँ एकदम सफा गरी देख्दैछ। नयाँ अवतार दिउँसै बाँच्छ यहाँनिर मौरीलाई जिस्क्याउने भएको, मौरी काट्ने भनेर यस्तो बनाइदियो। अब देखाउँछु म मौरी कहाँ छ भन्ने कुरो हो। मौरी चाहिँ कहाँ छ भन्ने कुरो उड्दै आउँदैछ, यहाँनिर छ। दादाले निकालेको चाका चाहिँ सबै दादाले निकालेछ, सबै एउटै नछोडिकन निकाल्दैछ। मौरी पनि बस्छ कि बस्दैन अब खोइ पनि। इलेक्सनको दिनमा बिजोग पारो नि हो मलाई। यहाँनिर मौरीले टोकेर ओटसोट फुलाइदियो, धन्न इलेक्सन भोट चाहिँ हालेर आएर मात्रै बाँचियो, जागियो, जोगियो, नभए सरामै मर्दा हुन्थ्यो। ओटसोट फुलाइदिएको छ ड्यामटी। यता कान पनि ड्याममै फुलेको छ। के भन्ने कति भन्ने के सुनाउनु कति सुनाउनु आफै हेर्नु फुलेर कस्तो भएको छ भन्ने कुरो।